हाई एभ्रिवान, सबैलाई वेलकम छ है फेरि मेरो च्यानलमा। धेरै नै भयो होला युट्युबमा भिडियो नआएको, अब त्यस्तै केही प्रब्लमहरू भएर नै हो। सो अहिले चाहिँ म यता कोसँग भनेर सोच्नु होला, तर म अहिले एक्लै छु है, एक्लै छु। सो भिडियो बनाइरहेको छु। अब साथीहरू छैनन् भने जस्तो लाग्दैन, यसको बारेमा छुट्टै एउटा भिडियो बनाउँला। वर्तमान भएर काटेको है। आजको टपिक भनेको त्यस्तो राम्रो नराम्रो भन्दा पनि प्लस 2 को एक्जाम सक्यो। एक्जाम सकेपछि अब गर्ने के, हुन त एक्जाम सकिएको पनि धेरै भइसक्यो। अहिले भिडियो बनाएर अलिकति अप्ठ्यारो भए पनि नभए पनि म अहिले बनाएको है, भ्यू हेर्दै हेर्नु इन्जोय गर्नु होला। सो एक्जाम सक्यो, एक्जाम सकिने लगत्तै अब तपाईँहरूलाई प्रेसराइज हुन थाल्यो होला के पढ्ने के नपढ्ने, किनकि एक्जाम सकेको लगत्तै पनि 1-2 महिनापछि अब एक्जाम आइहाल्छ। अनि अब यसमा त डिपेन्डेन्ट गर्छ कि अब कस्तो खाले मार्क्स ल्याउने हो भन्ने कुरा हो। पास मात्र हुनु छ भने सर र सबै पढ्नु, इम्पोर्टेन्ट टपिकहरू मात्र पढ्नु, सबै भ्याउने कोसिस नगर्नु। सबै भ्याउने कोसिस नगर्नु, सबै भ्याउन खोज्नुभयो भने त्यसले झन् अप्ठ्यारो पार्छ। त्योभन्दा राम्रो पास हुने तरिकाले, आफ्नो ऱ्याङ्क कति आउँछ भन्ने तरिकाले। अनि अर्को भनेको स्कलरसिपको लागि पढ्नु भइरहेको थियो भने त्यस्तो कन्डिसनमा त अब भनेको त रिभिजन गर्ने मात्र सम्भव। रिभिजन गर्ने, मक टेस्ट दिने, रिभिजन गर्ने, मक टेस्ट गर्ने, त्यो बाहेक अरू केही नै छैन है। अनि सो त्यही नै हो आजको टपिकमा। अब जस्तो अब तपाईँले नेम जानै पर्छ भन्ने चाहिँ सेल्फ स्टडी चाहिँ इम्पोर्टेन्ट भन्छु म अहिले, किनकि नेम गएर अहिले बेकारमा तपाईँको पैसा मात्र खेर जाने हो, टाइम मात्र वेस्ट हुने हो। यहाँबाट नेम गयो, नेम गएर फेरि फर्क्यो, क्लासमा एटेन्डेन्स राम्रो भयो भने त राम्रै छ, राम्रो भएन भने फेरि राम्रो होइन। सो त्योभन्दा बेस्ट भनेको घरमा बसेर पढ्नु, अनलाइन लेक्चर्सहरू लिनु, आफूले आफूमा कन्फिडेन्स चाहिँ राख्नु पऱ्यो। एउटा कुरा भनेको आफूले आफूमा कन्फिडेन्ट राख्नुभयो भने त्यस्तो कन्डिसनमा मात्र राम्रो हुन्छ भनेर चाहिँ भन्छु म है। अब अनि अर्को कुरा भनेको अब नयाँ कुरा केही सिक्ने कोसिस नगर्नु अहिले। अब जे छ त्यसलाई फलो गरेर एक्जाम दिनु, टाइम टेबल मेन्टेन गर्नु, हेल्दी कुरा खानु अहिलेको समयमा। र फार्मेसीको रिलेटेड मैले भिडियोहरू त बनाएकै छु, सो त्यो एकचोटि हेर्नु होला र इन्जोय गर्ने तरिकाले पढ्नु र धेरै प्रेसराइज नहुनु। र त्यही नै हो, अब अरू त त्यस्तो केही नै छैन। सो अलिकति भ्यू पनि हेर्नु है। ठ्याक्कै आज घुम्न आएको थिएँ क्या, एक्लै, साथीहरू छैनन्, कलेज लाइफमा जस्तो साथीहरू हुन्छ भनेको छैन, एक्लै घुम्न आएको थिएँ। सो रमाइलो लागिरह, फ्रेस फिल भइरह। त्यही फ्रेस फिल गर्नको लागि तपाईँले सी पढ्नुपर्छ, सी राम्रो गर्नुपर्छ, राम्रो कलेजमा पाउनु भने त राम्रो भइहाल्छ। साथीहरू भन्छन् नभन्ने होइन। सो अल द बेस्ट भन्न चाहन्छु म। र केही रिलेटेड भिडियोहरू चाहियो भने कमेन्ट गरिदिनु होला। कसैको 1-2 कमेन्टहरू आएको थियो, मैले रिप्लाई गर्न पाएको छैन, त्यो रिप्लाई गर्नेछु। र अल द बेस्ट फर एक्जाम, एकदम बेस्ट तरिकाले पढ्नु होला। अल द बेस्ट।